गाइस, आज चाहिँ मैले नयाँ भिडियो लिएर आएको छु। आज चाहिँ म क्रेफिसको हेड बनाउँदैछु। लुक, आई हेभ 4 पिस हेड। के भने हेर्नु न। आज चाहिँ मैले 4वटा क्रेफिसको टाउको लिएर आएको छु। सो बनाउँदैछु है त। क्रेफिसको टाउको चाहिँ यस्तो रहेको छ है। मैले राम्रोसँग पखालेर यो बोइल गरेको हो। यहाँ मैले ग्रेभी बनाइसकेँ। अब चाहिँ म यो ग्रेभी बनाइसकेँ। यहाँ झोल नि हाले हो। यो नि यो सँगै उम्लिँदै गर्छ। नअट्ने भयो त अनि। दुईटा मात्र बनाउने के काटेर चाहिँ छिराउने के न त टाउको काटेर यस्तो यो यस्तो 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 मात्र हाल्दा नि हुन्छ भने डुबाइसक्नु डुबाइ सिक्यो। कहाँ छिराउनु अब यो अटेन गाइज। मेरो भाडा सानो भयो गाइज। दुईटा चाहिँ चिराउन नभए। अहिले चाहिँ यतिको भयो। 4वटा चाहिँ नअटेर एउटा चाहिँ निकालिदिएको छु ल। एउटा चाहिँ भाँचेर टक्राक टुक्रिक हालिदिएको। यति हो मासु निक्लिने यो र यो। एकछिन अब 5 मिनट। हेलो गाइस, आज चाहिँ मैले क्रेफिस र भात खान लाग्छु। खाँदा कस्तो छ। पहिला चबाउँदै खाँदै हो। यो ल खाएर यो चाहिँ भातै निकाल्दै खाँदै गर्नुपर्छ है। Stay like good हाम्रो क्रेफिसको मुखमा सबै बाइ बाइ गाइस। खान दामी त पनि हेर्दिनु होला कस्तो हुँदैछ। बाइ। थ्यांक यू फर वाचिङ। बाइ। थ्यांक यू फर वाचिङ। बाइ बाइ।